गेटसम्म खिचौँ है, गेट पनि खिचौँ है। क्रस गर्ने अगाडि यो भाइरल भगवान् आइपुग्यो, त्यसपछि त भिडियो बनाउनै पर्यो होइन। टक्कर नयाँ फेरि त्यहाँ गणेशको उफको देखाएँ है, त्यहाँबाट हिँड्दै आउँछु, भिडियो बनाउँछु है। गणेशको यस्तो छ है। हजुर क्यामेरा बाइक नआउँछ होइन, बाइक देखाएन है। अपडेट लोकेसन। आज हामी बिहानको समयमा उज्जवल बजारमा छौँ। त्यो बाटो भएर हामी आज पाल्पा जानेछौँ। तपाईँले हामी प्रत्येक गतिविधि अपडेट लोकेसन मार्फत अपडेट गर्नेछौँ। गुड मर्निङ गाइजहरू, फाइनली हामी चाहिँ यो सिद्ध बाबा मन्दिर आइपुग्यौँ। यो चाहिँ नजिकै हाम्रो यो पाल्पा र रूपन्देहीको सिमाना है। त्यो क्रस गरेर हामी चाहिँ पाल्पातिर लाग्छौँ। यो चाहिँ सिद्ध बाबा मन्दिर परिसर। बिरालो देखाउँ न यार, सानो सानो। पऱ्यो भने तपाईँ भिडियो है, पऱ्यो भने जान्छ तपाईँ है, पऱ्यो किन लक्ष्मण होइन आइहाल्छ नि फेरि है। सिद्ध बाबा मन्दिर सन्चैमा छ। हजुर
अरे ट्याक्क घुम्ने अरे ल ल ल यस्तो दामी छ उताबाट जानु खिच्ने खात पुरा छ नि छोरी चढ्दै माथि उठ्यो है है दर्शन गर्न तलबाट पाल्पा माथि हेर्दा यसो देखियो है ल साथीहरू हजुर के हुन्न दिवाङमा जाएको जस्तै तर उयो जाएको एकदमै म चाहिँ यता आएको थिइनँ मामा माथि हो
76 के रहेछ जाने हेर खेलकुद ठाउँ आकर्षक कलरको प्रदर्शन हुने क्याम्पेन फाइनेन्स र एक्सचेन्जको सुविधा जुनसुकै ब्याङ्कहरूसँग एक्सचेन्ज हुने आकर्षक छुट बुकिङ तथा विस्तृत जानकारीको लागि मोबाइल 9857075337 visit us at T4 Council and Right Good. घाम पानी जस्तो ओझो बहन सोयान घाम पानी जस्तो जो बहन ये के मार देन मान अभी देते होता है गर्ने बाइक जाँदा जाने कि झर्ने होला मार्छ जाँदा झर्नै पर्छ हजुर सक्कबाट भने कहाँ हो सक्कबाट भने जान्छ त्यो पनि टाढै हो अघि भारी मिस्टेक भएछ कि मामा कहिले त्यस्तो हुन्छ मैले यस्तो खतरा भिडियो बनाएको थिएँ मामा यसरी बनाएँ होइन स्कुलमै के यस्तो घुमरिङ गऱ्यो त्यो ठुलोले लगभग 3 मिनट जति गऱ्यो बनायो भनेर यस्तो उचाल्ने मात्रै भएको थियो त्यस्तो आज पनि भारी मिस्टेक भयो भिडियो यार उतै गरेर हेर आउनु न धन्न उतै गरेर आउनु बाइक छिरिहाल्छ कि ल आउनुहोस् ल आउनुहोस् ऐतिहासिक रानीघाट दरबार वीर शमशेर 17 भाइ छोरा मध्येका एक अर्को भाइ वीर शमशेरका प्रधानमन्त्रीत्व कालमा उनका भाइ खड्ग शमशेर कमान्डर इन चिफ भएको 28 महिना पश्चात पदच्युत भई पाल्पामा निर्वासित गरिए। विक्रम सम्वत 1945मा उनलाई रूपन्देही, कपिलवस्तु, बागलुङ र पर्वत लगायतका क्षेत्रहरूको जिम्मेवारीका साथ पाल्पाको गौडामा
पश्चिम कमान्डरको जनरलको रूपमा बस्ने अनुमति दिइएको थियो। विक्रम सम्वत 1945 आफ्नो अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्युको समयमा भाव बिहान भएका खड्ग शमशेरले रानीसँग उनको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहल जस्तै बगैँचा सहितको दरबार निर्माण गर्ने अन्तिम वचन दिएका थिए। आफ्नो रानीको सम्झनामा भारतमा रहेको इन्जिनियर झिकै 5 वर्ष लगाएर 1954 निर्माण पुरा गरिएको यस दरबारलाई ताजमहलको रूपमा चिनिन्छ। पाल्पाको तानसेनदेखि 13 किलोमिटर उत्तर कालीगण्डकीको तीरमा भिरालो चट्टानमाथि 51502 क्षेत्रफलमा रहेको यस दरबार सम्बन्धी 2वटा पुल अवल वैकुण्ठे झरना हात्तीढुङ्गा र विक्रम सम्वत 1990 छेलुङसम्म पुर्याइएको 2वटा कुलो तानसेनदेखि दरबार जाने बाटोको बिचमा पर्दछन्। यस दरबारमा आउने अर्को बाटो स्याङ्जाको मिर्मे बिर्घा बैघा बडीचौर सटुका तर्फबाट समेत रहेको छ, जुन बाटोबाट खड्ग शमशेरले दरबारसम्म हात्ती समेत ल्याएका थिए भन्ने भनाइ छ। उत्तरतर्फको बुर्जाको जग कालीगण्डकी नदीको किनारबाटै रहेको यस दरबारमा 24 कोठाहरू, 2वटा पोखरी, मन्दिर, बगैँचा, पाटी, घोडा, तबेला साथै हत्तीनो बस्ने स्थान समेत रहेका छन्। खड्ग शमशेर पाल्पाबाट पलायन भएपछि संरक्षकको अभावमा यो दरबारलाई कैयौँ बहुमूल्य सामानहरू सड्ने, हराउने, बिग्रने, चोरी हुने र दरबार भग्नावशेष जस्तै हुँदै गयो। हिन्दू धर्मशास्त्रीहरूको भनाइ अनुसार यस स्थानमा बगेको नदी उत्तरतर्फ उत्तर वाहिनी हुनाले यहाँ स्नान गर्नाले तथा पानी छोए मात्र पनि पवित्र भइन्छ भन्ने समेत मान्यता रहेको छ र हाल स्वदेशी तथा विदेशी पर्यटकको अलावा तीर्थयात्री समेत यहाँ आउने गर्दछन्। यो सुन्दर दरबार रानी तेजकुमारीको सम्झनामा नेपालको ऐतिहासिक पुरातात्विक महत्त्वको धरोहरको रूपमा रहेको छ। विक्रम सम्वत 2072 साल श्रावण 10 गते नेपाल सरकार पुरातत्व विभागद्वारा तानसेन नगरपालिकालाई हस्तान्तरण भएको छ। तानसेन नगरपालिका पाल्पा। धन्यवाद। अलि फास्ट आज ढुकाउनु पऱ्यो मासु ल रेममा अलिक बस भयो नि ल गुल्मी जाने बाटो गुल्मी जान्छ है सक्यो ल। यो चाहिँ हाम्रो पाल्पा जाने बाटो। यो पुल चाहिँ पाल्पा जान्छ। यहाँ चाहिँ 3वटा पुल छ है। यो चाहिँ स्याङ्जा जाने पुल। अब देख्नुभयो पुल चाहिँ स्याङ्जा जाने पुल हो है। ए हेलो गुड आफ्टरनुन। स्याङ्जाको कालीगण्डकी जलविद्युत परियोजना अन्तर्गत 144 मेगावाट विद्युत उत्पादन भइरहेको यस कालीगण्डकी जलविद्युत परियोजना देखाइरहेको छु अहिले म। कालीगण्डकी कालीगण्डकी जलविद्युत परियोजना हो। यहाँबाट चाहिँ 144 मेगावाट विद्युत उत्पादन हुने गरेको छ। तपाईँ दुईवटा ठिक्क पार्नुहोस् यहाँ होइन, दुईवटा ठिक्क पार्नुहोस् होइन। अनि लमामा आउनुहोस् भने चल्ने गरेर ठ्याक्क चल्ने हात लगाएपछि कि अघि तपाईँ हात लगाएपछि चाहिँ लमामा आउनुहोस् भन्नुहोस् होइन, बल्ल म दौड्छु। स्याङ्जाको सदरमुकाम वालिङ बजार आइयो।
पाताले खान्छ नि मान्छेले भाषा त्यो रूपलाई हेरेर नजरको लाग्ला तिर तिमी साथ भएपछि छ मलाई के को पिर त्यो रूपलाई हेरेर नजरको लाग्ला तिर तिमी साथ भएपछि छ मलाई के को पिर कस्तो पानी मुसलधारे पानी